मैले त्यति बेला मैले त्यसरी मनाक्यौं। मैले उसलाई त्यसरी कुनै दुश्मनी पनि थिएन, उसँग मेरो छदा पनि छैन। थाहा छैन मलाई बुढा पनि मन पर्दैन, घरबार पनि बिग्रिन्छ। जति रिस उठ्यो नि घरको कुरा बाहिर भएपछि त्यही अझै मैले त भनेको हिजो मिल भन्दाखेरि उसले अर्को केटी ठिक्क पारेको दिदी मिल्न सक्दिन। त्यसो भए सधैँ यही क्याङ गरेर हुँदैन, आफू मुभन हुनुपर्छ। मुभन हुनु भनेको प्रगति गर्नु हो। भगवान कसम रात काट्न नपाऊँ क्या, मैले यसरी नै सम्झायो क्या उसलाई। आफू मुभन हुनु भनेको प्रगति गर्नु हो बहिनी, मुभन हो। के अरे यही कुरामा अल्झेर बसेर तिमी पनि अगाडि बढ्नुपर्छ, जिन्दगीमा दिन छ, उमेर छ, गर्नुपर्छ भन्न मैले यसरी सम्झाएको हो। बिहान उठेर चाहिँ प्रगतिमा रिस्टा गर्न खुट्टा तान्न अरे। मैले खुट्टा त्यस्तो मान्छेको तानौँला जुन तान्न लायकको छ, त्यो खुट्टो तान्न लायकको खुट्टै छैन। कसैसँग केही कुराको जेलस फिल त म तुम्हारो केही कुरा सिक्नको लागि गरौँला नि त। के कुरा सिक्ने सासूलाई गाली गर्न सिक्ने कि मैले उसको सासूलाई गाली उसले नराम्रै भएर गऱ्यो होला, त्यो नराम्रोले भोगेको छ, गर्यो, केही फरक पर्दैन। उसले गरोस्, उसको वेबाट ठिक लाग्यो उसले गर्यो, त्यसलाई नराम्रो भन्न मिल्दैन। तर मैले त मेरो कुरा गर्न त पाएँ नि त। जस्तो मलाई कति असर गरेको छ त नि भने तपाईँहरू आफै भन्नु 530 जना हुनुहुन्छ। भगवान कसम यति धेरै असर त केही चिजले पनि गरेको छैन जति मेरो त्यो नम्बर छोडिदिनाले गरेको छ क्या। अनि एक दुईचोटि नम्बर उसैको थियो, अनि हिजो पनि भने नम्बर तिम्रो थियो बहिनी, अनि किन तपाईँले मलाई भन्नु भएन त भनेर भने। तिम्रो बोलीको झुट नबोलिकन भन्दाखेरि राम्रोसँग ध्यान दिएर सुन। तिम्रो बोली मलाई मन पर्दैन, तिमीले रिप्लाई गर्छौ, तिमीले तथानाम भनेर रिप्लाई गर्छौ, त्यही रिप्लाई मेरो मम्मीले हेर्नुहुन्छ, मेरो मम्मीले कमेन्ट हेर्नुहुन्छ, यो गर्नुहुन्छ त्यो गर्नुहुन्छ। मम्मीलाई टेन्सन किन दिने भनेर म तिमीसँग मुख लाउँदिनँ है। के अरे मुख लाउनलाई पनि अब मैले यसरी नै भने उसैले पनि बक्कैदाले सोध्यो हुन्छ, गुलाई चला गन्ध भन्छ नि बहिनी, हो सेम त्यही हो भनिदिएँ। मैले उसलाई सम्झाएँ राम्रोसँग, बहिनी भनेर सम्झाएँ। एउटा बहिनी यस्तो गर्नु हुँदैन, उस्तो गर्नु हुँदैन, कति कुरा भोगाइले पनि भन्छ। म पनि बिहा गरेको मान्छे हो। घर भने जस्तो सबैले सोचे जस्तै घर पाउँदैन क्या, पाउँदैन। कति चिज एडजस्ट भन्ने चिज हुन्छ, नसके छुट्ने भन्ने चिज पनि छ। आजभोलि त सजिलै छ छुट्नलाई होइन। अनि मैले भनेको म त्यो कोही मान्छे मैले के भन्छु भने म अब कस्तो भन्न नि अप्ठ्यारो लाग्यो क्या मलाई। कोही मान्छे बोलेको छैन भने तपाईँ हामी पनि दुई पक्ष कुरा सुनेर मात्रै रेस्पोन्स गरौँ भन्छु। जस्तो मैले मेरो कुरा गरेँ भने त अब ल मैले मेरो कुरा गरेँ बेसरी नराम्रो भने अरे मैले के थाहा, मैले बुढो सही भएर म पो गलत छु कि, अनि दुई पक्षको कुरा चाहिँ सुन्नुपर्छ भन्छु क्या म चाहिँ। अनि उसको भोगाइ होला, उसले भोग्यो होला, उसले दुःख बोग्यो होला, दुःख बोक्छ नि। अर्का घर जाँदाखेरि अर्काको घर गएर एडजस्ट गर्न गाह्रो हुन्छ नि। बाबा 20, 22, 25 वर्ष जन्मेको घर, हुर्केको घर छोडेर अर्काको घर, नयाँ मान्छे, नयाँ ठाउँ, नयाँ परिवेश, हरेक कुरामा एडजस्ट हुन, घुलमिल हुन टाइम लाग्छ। आफ्नो आमा जस्तै उसको आमा नहोलान्, हुँदैनन्, किन हुन्छन् त नि। आफ्नो आमाले जति पोले नि घामे जाति, रोए नि पिटे नि आमा जाति भन्ने उखान त्यसै बनाएन होइन। म त्यो भएको भएर हामीले उनीहरूको आमा नराम्रो भन्दै जाँदाखेरि हामीलाई पनि घरमा भाइ दाइका बुढीहरूले आमालाई नराम्रो भन्दा मेरो आमालाई भनिस् भने जस्तो हुन्छ नि। तर त्यही ठाउँमा आफूले राखेर चाहिँ हेरिँदैन कि। हामी त त्यो नेपाली मात्रै होइन कि, हाम्रो त्यो मानवीय स्वभावै हो क्या त्यो। अनि मैले केही भिडियो बनाएँ, कालीले बनाएको, उसैले बनाएको। उसले त्यो गरे छैन भने उसलाई होइन, उसले गराएछ भने उसैलाई हो, सक्यो। अहिले पनि मलाई कमल सरगममा केटाको मात्रै एकहरू गल्ती हुँदैन। आई थिङ्क केटाकै मात्रै पनि गल्ती हुँदैन, केटी सम्बन्ध बिग्रियो। मैले हिजो यस्तरी भनेको थिएँ उसलाई, तिमी करायौ, ऊ करायो, हार्यो को त? तिमीहरू दुइटैको सम्बन्ध हार्यो नि त आखिरीमा। हार्न त तिमीहरूले त जितेनौ, दुइटैले जितेनौ नि त। तिमीले श्रीमान पाएनौ, उसले श्रीमती पाएन, जितेन नि त। आखिरीमा हल्लाले के गर्यो त? टिकटकमा के भयो त? टिकटकमा तिमीलाई बिचरा भने, केही दिन बिचरा भने, केही दिनपछि ऊ बोल्यो भने उसलाई बिचरा भन्छन्। तर तिमीले न्याय पाउने सम्बन्धित निकाय भने त अड्डा, अदालत, पुलिस चौकी यस्तै त हुने। मैले यही भनेर हिँड्छु भने गएर सुन्नु होला।